हेलो गाइजहरू सबैजनालाई मेरो यो भिडियोमा स्वागत गर्दछु। आज चाहिँ म आफ्नो कम्पनीमा काम गर्ने ठाउँको भिडियो देखाउँछु तपाईहरुलाई। भिडियो देखाउन गइरहेको छु अनि के कस्तो हुन्छ तपाईहरुले चाहिँ हेरिदिनु होला, हेरेर साथ दिनु होला। अहिले चाहिँ म घर छु। अब म बस्ने है हो त्यो माथि त्यो रुम मेरो भने अब म कम्पनी जाँदैछु, आफ्नो काम गर्ने कम्पनी। मेरो कम्पनी चाहिँ नि 11 बजेबाट सुरु हुन्छ रातिको, बिहान 8 बजेसम्म। अनि यो साइकलबाट चाहिँ म केही समय जानुपर्छ, केही समय साइकल चलाएर लगभग 5 मिनेट जति साइकल चलाएर जाने हो। म साइकलबाट आइसकेको छु। साइकल पार्क चाहिँ हल्का उतातिर साइकल पार्क थियो है। म साइकल पार्कबाट यता आएको छु लगभग 1 मिनेट हिँडेर। यहाँबाट पनि मलाई 5 मिनेट 6-7 मिनेट आनन्द राम्रोसँग हिँडेर 6-7 मिनेट लाग्छ यहाँदेखि हिँडेर जानलाई। तपाईले देख्न सक्नुहुन्छ म अहिले नारिता सहरमा आइसकेको छु। हेर्नुस् यस नारिता सहरको दृश्य। र अब म यहाँ आफू चढ्ने ट्रेन स्टेसनमा आइसकेको छु र म यो ट्रेनमा चढेर आफ्नो कामतर्फ जानेछु। र म अहिले चाहिँ बसलाई कुदिरहेको छु। हाम्रो कम्पनीको बस चाहिँ यहीँ आउँछ। म चाहिँ यहाँ स्टेसनमा आइपुगेको छु है। यहाँ बस आएको छैन, यहाँ कुरेर बसिरहेको छु। कतिखेर आउँछ बस। म कम्पनीको बसमा चढिसकेको छु। यहाँ चाहिँ बोल्न मिल्दैन, खान मिल्दैन। अब म सुत्छु है त। अनि एकछिनपछि म फेरि आफ्नो कम्पनीमा पुगेर फेरि म भिडियो देखाउँछु। र अहिले चाहिँ म कम्पनीमा आइसकेको छु। तपाईले देख्न सक्नुहुन्छ यो हाम्रो कम्पनी। म गर्ने कम्पनी चाहिँ हो यो। अनि यहाँ चाहिँ नास्ता खाने ठाउँ छ। यस्तो छ हेर्नुस्। यो चाहिँ हाम्रो बस्ने, नास्ता खाने, अनि उतातिर चुरोट खाने ठाउँ छुट्टै छ। उतातिर यो सिसा लगाएको ठाउँ, उतातिर चुरोट खाने ठाउँ हो। र म यहाँ भित्र छिरिसकेको छु अर्को रुममा। अनि यहाँ पनि नास्ता खाने ठाउँ छ, नास्ता खानको लागि। अनि यहाँ चाहिँ फ्रीको जुस हो। सबै यहाँ जुस जुन खाए पनि फ्री हुन्छ। यो नास्ता खाने ठाउँको चाहिँ यो किनेर खाने हो यो नास्ताहरू, तर जुसहरू मात्रै हो फ्रीमा चाहिँ। जुस पनि बनेर रेडी भयो। अहिले चाहिँ यहाँ ब्रेक टाइम भएको छ। कोही नास्ता खाइरहेका छन्, कोही आराम गरिरहेका छन्। म भने नास्ता खाएर एकछिन आराम गरिरहेको छु।
तपाईँलाई मेरो यो भिडियो कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला, लाइक र सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को पटक फेरि यस्तो भिडियो ल्याउनेछु। बाई।